यदि भोलि बिहान उठ्दाखेरि मेरो 0 फलोवर्स हुन्थ्यो भने दिस इज एक्ज्याक्टली हाउ आई वुड युज एआई टु गेन 10K फलोवर्स इन अ मन्थ, किनकि द्याट्स व्हाट आई डिड विथ दिस प्रोफाइल। स्टेप 1, मेरो निश और मलाई मनपर्ने 10 क्रिएटर्सहरू आइडेन्टिफाई गर्थे, उनीहरूको 10 मोस्ट पपुलर भिडियोजको स्क्रिप्ट निकाल्थे जसको लागि यु कैन युज दिस टुल्स, र सबै स्क्रिप्ट एउटा डक फाइलमा राख्थे। सो गाह्रो छ यार, मेहनत गर्नुपर्ने रहेछ भन्नेहरूलाई यस गाह्रो छ, त्यही भएर धेरै मान्छेले गर्दैन, सजिलो हुने भए सबले गर्छ। त्यसपछि त्यो डक फाइललाई च्याट जीपीटीमा अपलोड गरेर यो प्रम्प्ट टाइप गरेर अब्सेसिभली स्टडी गर्थे। यु सी एआई इज भेरी गुड एट प्याटर्न रिकग्निसन। यहाँबाट मैले कस्तो टपिकमा भिडियो बनाउने, हुक्स कसरी लेख्ने, कति लामो भिडियो बनाउने, स्क्रिप्ट स्ट्रक्चर कसरी गर्ने सबै सिक्छु। यु क्यान लर्न फ्रम व्हाट्स वर्किङ, प्लस आई क्यान गेट 30 days अफ कन्टेन्ट आइडियाज। कुन टपिकमा भिडियो बनाउने भनेर मैले सोच्नु पर्दैन। अब सोसियल मिडिया रेडी गरौँ। जेमिनाई युज गरेर ब्रान्ड एसेट्स एन्ड इमेजेसहरू बनाउनु। आई अल्सो युज देम टु मेक थम्बनेल्स। फलो दिस टु अप्टिमाइज योर सोसियल मिडिया प्रोफाइल। त्यसपछि स्टार्ट राइटिङ स्क्रिप्ट फर दिस टपिक्स। स्क्रिप्ट लेख्दा यु क्यान युज दिज स्टोरी टेलिङ प्रम्प्ट्स फर बेटर रिटेन्सन। र स्क्रिप्ट लेख्नको लागि एआई युज नगर्नु, स्क्रिप्ट आफै लेख्नु, त्यो स्क्रिप्टलाई अप्टिमाइज गर्न मात्र एआई युज गर्नु, नत्र योर स्क्रिप्ट विल साउन्ड लाइफलेस। देन सुट योर भिडियोज। फोनबाटै खिच्ने, लाइट छैन भने झ्याल अगाडि बसेर खिच्ने। र एडिट गर्नको लागि इदर युज क्यापकट और एडिट एप। फ्यान्सी एडिटिङ सफ्टवेयर र पिसी नै चाहिन्छ भन्ने छैन, फोनबाटै खिच्ने, फोनबाट एडिट गर्ने। देन स्टार्ट पोस्टिङ एन्ड रिलिजियसली स्टडी योर भिडियोज। 5वटा भिडियोमा एउटा भिडियो चल्छ होला, त्यो एउटा भिडियो किन चल्यो, वाट डिड यु डु राइट, बाँकीको 4वटामा वाट डिड यु डु रङ। कन्स्टेन्टली फिडब्याक लुपमा गइरहनु एन्ड किप अन इम्प्रुभिङ योर कन्टेन्ट। रिमेम्बर, कन्टेन्ट क्रिएसन इज अबाउट 3 C's। 1, क्रिएटिभिटी, द कन्टेन्ट शुड बी युनिक एन्ड अथेन्टिक टु यु। 2, कन्सिस्टेन्सी, ग्याप नलिनु, पोस्ट एटलिस्ट 5 times a day। 3, कम्युनिटी, इङ्गेज विथ अदर क्रिएटर्स र आफ्नो डिएम्स र कमेन्टमा एकदम एक्टिभ हुनु।